कि म एउटा खेल प्रेमी भएकोले गर्दा हाम्रो नेपालको फुटबल प्लेयर एकजना साम्बा भन्ने बहिनी, साम्बा, ऊ केही कारणले इन्जुर थियो सायद, मलाई लाग्छ। यदि म गल्ती होइन भने ऊ इन्जुर थिए। सुन्नुहोस् है, ऊ इन्जुर थियो, उसले खेल्न सकेको थिएन। त्यहाँदेखि मैले त्यो खबर पाएपछि मैले भने अनि उहाँलाई डोनेसन उठाउँदैछ नेपालमा पनि, उहाँलाई सपोर्ट गर्नको निम्ति, उहाँको है सर्जरी गर्नको निम्ति, उहाँ विदेशमा हुनुहुन्छ, उहाँको सर्जरी गर्नुपर्ने भनेर जब खबर पाएपछि मैले नम्बर मलाई दियो भने मैले, तपाईँले सोध्दा हुन्छ, तपाईँले यदि मैले है तपाईँहरूलाई झुटा बोलेको हो, पोलिटिसियनले धेरै झुटा बोल्छ भन्छ होइन, तर म सिधा बोल्छु, सिधा हो है, लाटा मान्छेको चेप्टो कुरा हो। अनि तपाईँले साम्बालाई फोन गरेर तपाईँ नेपाल पुगेपछि त्यही नेपालको नम्बरबाट गर्दा पनि हुन्छ। साम्बा सिक्किमको मुख्यमन्त्री तपाईँलाई फोन गरे कि गरेन उहाँ सबैले सोध्नुहोस्। मैले फोन गरेँ, नम्बर पाएँ मैले, अनि फोन गरेँ, अनि ऊ निदरल्यान्डमा रहेछ, निदरल्यान्डमा एउटा क्लबमा रहेछ, तर उसले खेल्नु पाएको थिएन। मैले भने बहिनी यस्तो कुरा सुने मैले, म तपाईँको फ्यान हो, तपाईँ आउनु भएन सिक्किममा, एकजना साम्बा र अर्को बहिनी आएन यहाँ सिक्किममा, पुरा उहाँहरूको पुरा चासो थियो। एकजना फुटबल प्लेयर सानो बहिनी छ, सायद के हो नाम उसको, उहाँ आउनु भएन है, एकदमै उहाँको लागि डरलाग्दो यहाँ अडियन्स बसेको थियो पुरा, तर आएन। अरे हामीलाई विश्वास लाग्यो र तपाईँ आउनु भयो, हामीलाई बडा विश्वास लाग्यो र मैले यो कुरा सुने है, तपाईँको यस्तो है, तपाईँको इन्जुर हुनुहुन्छ अरे भन्दाखेरि, हो सर म इन्जुरी छ, म अब सर्जरीमा जानु पर्दैछ, तर नेदरल्यान्डमा धेरै खर्च भएकोले गर्दाखेरि मैले अहिले गर्नु सकेको छैन भन्दा मैले तुरुन्त मैले भने म पनि तपाईँको एउटा फ्यान भएको हिसाबमा मेरोबाट तपाईँलाई म सहयोग गर्छु भन्दै मैले आज मैले मेरो फ्यामिलीलाई थाहा छैन, मैले भनेको छुइनँ, म पब्लिसिटी गर्दिनँ, किनभने मेरो एउटा सानो सहयोगले एउटा प्लेयर फेरि पनि खेल्न सक्छ, एउटा खेलाडी फेरि पनि है तन्दुरुस्त भएर मैदानमा आउँदाखेरि है देशको नाम कमाउँछ नि, त्यो हिसाबले हो। मान्छेले हुनु त सुन्नुहोस्, मैले पोलिटिसियनकै हिसाबमा सोच्नु हो भने उहाँलाई मैले सघाउँदा के हुन्थ्यो र मैले भोट त पाउँथेन होइन र, भोटको हिसाबमा। तर म जहिले पनि काम गर्दाखेरि मानवताको हिसाबमा काम गर्छु। मानवता, ह्युमेनिटी इज द प्रायोरिटी। म मानवताको हिसाबमा काम गर्छु, चाहे जो पनि होस् है। म पहिला जति बेला म अपोजिसन पार्टीमा थिएँ त्यति बेला त नेपाल आना जाना हुन्थ्यो है, जान सक्थ्यो हामी, पर्मिसन लिनु पर्थेन। तर अब जब सरकारमा आएपछि मैले भारत सरकारसँग मैले पर्मिसन लिनुपर्छ, यो म्यान्डेटरी हो, जान पाएको छैन। म गएँ, अब सरकार भएपछि बादमा म 6 वर्ष बादमा मैले पर्मिसन पाएँ, म गएर मन्दिरको दर्शन गरेर पनि आएँ। र पहिला जाँदाखेरि म त्यसै त्यहाँ काकडी भित्तामा गएर बस्ने गर्थेँ, कसैलाई के भन्थे त्यो खालके म गर्थेँ, किनभने मलाई है त्यस्तो लाग्थ्यो, अनुभव लाग्थ्यो, आफ्नो बोली मिल्ने, भाषा मिल्ने।